सो आजको हाम्रो डेली ब्लग स्टार्ट हुन्छ। हामी यता साथी विदेश जान लागेर हामी पुऱ्याउन आछौँ। सो कस्तो अनुभव भइरहेछ तपाईँले? हल्का खुसी पनि हल्का दुःखी पनि होइन। अब खुसी चाहिँ साथी विदेश गएर प्रगति गर्छ भनेर, अब दुःखी चाहिँ एउटा साथी खट्ने भयो होइन। सो जस रमाइलो हुन्थ्यो उसँग। अब ठिकै छ, अब एउटा लाइफको एउटा फेज हो होइन। सबैजना यहाँबाट बसेर हुँदैन, विदेश गएर प्रगति नै गर्नुपर्छ। वी विश हिम अल द बेस्ट होइन। राम्रो गर। हाम्रो साथीको बिदाई गरेर आयौँ है। सो हेलो साथी गयो त? गयो यार हो, गयो साथी। ह्याप्पी अर स्याड बोथ। हामी अब सुख भने कि दुःख भनेर है साथी चाहिँ गयो हाम्रो है। अब हाम्रो करियरको लागि आइगइरहेको दुःख लागे पनि हामी खुसी नै हुनुपर्छ। खुसी हो। सो हाम्रो बिदाई कार्यक्रम पनि सक्यो है। सो हाम्रो साथी जहाँ चाहिँ जापान गइसक्यो होइन। सो हाम्रो बिदाई कार्यक्रम सक्यो। सो अब म चाहिँ एकछिन खाना खाएर चाहिँ फ्रेस हुन्छु, अनि त्यसपछि मेरो पनि बाहिर जानुपर्ने काम त छ। एकछिन चाहिँ टाइम चाहिँ हुन्छ। सो एकछिन टाइममा चाहिँ म बरु मन्डेला बनाउँछु। सो आज मेरो घरमा तरकारी स्पेसल लोकल तरकारी। यो चाहिँ खासमा चाहिँ कलो भन्छ होइन, त्यसलाई चाहिँ सुकाएर बनाएको हो। एकदम खतरा छ, लोकल स्टाइलको तरकारी हो। सो हामी यो खान्छौँ आज। सो लेट्स सी व्हाट्स ह्यापनिङ। अहिले हामी चाहिँ म चाहिँ अब काम चाहिँ हेर्न जाँदैछु बौद्धमा। सो अहिले चाहिँ म चाहिँ यता ठुलबाबा दाइ के अरे अङ्कलहरूसँग ठुलेरीहरूसँग अङ्कलहरूसँग ट्याक्सीमा आएको कारमा। सो अब मलाई यता फेरि अर्को लिन आउँछ, फेरि त्यहाँबाट हामी उता जान्छौँ है केरा काम। त्यही हो भइहाल्छ। सो यताबाट हामी फेरि ट्रिप अर्कैतिर जान्छ लन खेल्न सुन्नु। सो गाइज आज दयाङले घात गरे है, दिन खराब भयो। सो अनफर्चुनेटली बिचमा महँगो लाग्ने चिजहरू चाहिँ एकदम खर्च हुन्छ। बिचमा जाँदै बाइकले धोका दिएको छ आज है। सो आजको भ्लग चाहिँ अब इन्डिङ होला जस्तो छ केटा।
अघि नै 1 घन्टा भइसक्यो माथि बन्द भएको थियो सुनुकोठीमा त्यही हो अब दाइले बनाइदिइरहनु भएको छ जति सक्नुहुन्छ उहाँले गरिदिइरहनु भएको भिन्टेज लभर #भिन्टेज लभर भिन्टेज खाइहाल्यो है केटा त्यही हो दाइ चाहिँ सुनकोठीमा खाने भिन्टेज लभर I got collapse. हाम्रो दयाङ बाइक चाहिँ बन्दैछ है सो स्थिति एकदम नाजुक छ सो सबै खोलखाल छ हाम्रो बाइकको दाइले बनाइदिइरहनु भएको छ जस राति भएको सो 10 बज्नु लागिसक्यो बाइक बिग्रेपछि म चाहिँ यता दाइसँग लिफ्टमा चढेर आएको है मैले चाहिँ एउटा बाइकमा लिफ्ट गरेर म तपाईँको बाटोसम्म पुग्छु होइन त्यो बिहाल भयो कस्तो बाइकले आज रुवायो केटा बाइक त्यही सुनकोठीमै बिग्रियो अघि 4 बजी बिग्रेको दाइ अहिलेसम्म बनाउँदा नबने कि बाइक वायरिङको खै के कारण रहेछ त्यसपछि बनाउँदा होइन के फेऱ्यो पैसा पनि सक्यो ड्याममै ध्यान सुन लाग्यो म अघि न सुनकोठीमा थिएँ सुनकोठी भन्दा नि अलिक तलै थिएँ म सो त्यहाँबाट चाहिँ मलाई एकजना दाइले यता चपकोसम्म छोडिदिनु भयो सो यहाँबाट चाहिँ म कुदिरहेको छु है सो त्यही हो सो अब यहाँबाट चाहिँ हिँड्दै गइरहेको छु 10 बजिसक्यो 10:30 भइसक्यो अब के पाउनु त अब बाइक स्टार्ट हुन्छ भनेको स्टार्ट पनि भएन म अघि नै निस्किनु पर्ने स्टार्ट होला जस्तो भयो लास्टमा फेरि बिग्रिहाल्यो सो बाइक बिग्रेर आज हामी यसरी हिँडिरहेछौँ सो त्यही हो अब के लिफ्ट पाउला कि भन्ने आशमा म लिफ्ट नै दिँदैन कसैले पनि त्यही त हो नि केटा हो 10:30 भइसक्यो कसले लिफ्ट दिनु पठाउ पनि पाउँदैन के पनि पाउँदैन तनाव भइसक्यो या सो हिँड्दै आइरहेको छु म अघि चाहिँ एकजना दाइले चाहिँ मलाई यहाँ माथिसम्म पुऱ्याउनु भयो होइन सो एउटा बाइक चाहिँ मैले चेन्ज गरिसकेँ यहाँ माथिसम्म आएर है सो त्यही हो सो हामी आज खै लेले पुग्छ कि पुग्दैन केटा सो लेले पुग्ला जस्तो नि मलाई लागेको छैन सो #भिन्टेज लभर भिन्टेज बाइक लिएको थिएँ सो भिन्टेज बाइक आज चाहिँ बिग्रेर तनाव भयो अघि न चापगाउँसम्म एकजना दाइले मलाई छोडिदिनु भयो सो अहिले म चापगाउँमा हिँडिरहेको छु सो यस्तो छ रोड है सो त्यही हो केही व्यवस्था होला किन्ने आशमा छु म सो बाइक चाहिँ वर्कसपमा छोडिदिइसकेँ मैले सो यस्तै अब लखर हिँड्ने भयो नि जाने के भन्दा अब सो मलाई अर्को एकजना दाइ भेट्नु भएको थियो सो त्यो दाइले चाहिँ मलाई चाहिँ यहाँ कहाँ भन्छ छम्पीसम्म पुऱ्याइदिनु भयो यहाँ टाखेलभन्दा अलिकति माथिसम्म पुऱ्याइदिनु भयो पेट्रोल पम्पभन्दा माथि सो अहिले चाहिँ म चाहिँ वनको बाटोमा एक्लै लखर हिँडिरहेको छु है सो त्यही हो आज लेले पुग्ला जस्तो चाहिँ लागेको थिएन सो 2टा बाइक चेन्ज गरेर भयो नि म अलिकति माथि चाहिँ आइसकेँ सो म अहिले वनको बाटो लखर हिँडिरहेको छु केटा सो त्यही हो दुःख त गर्नै पर्यो घर त पुग्नै पर्यो जसरी भयो सो त्यही हो केटा सो म अहिले चाहिँ आनन्दवन हस्पिटलभन्दा अलिकति उता पुगिसकेँ सो टिकाहरूको त्यो जङ्गलको बाटो हिँड्दा चाहिँ बिचमा चाहिँ मैले खासै भिडियो चाहिँ खिचिनँ मैले होइन सो अर्को मोबाइलमा चाहिँ त्यति लाइट थिएन मेरो
सो हिँड्दा हिँड्दै वनको बिचमा चाहिँ एउटा दाइले चाहिँ ठ्याक्क बाइक रोकेको टिकाहरूसम्म ल्याएर छोडिदिनु भयो त्यो 2 मिनट तर पुग्नै लागिसकेको थिएँ तर त्यहाँ उहाँले त्यहाँसम्म भयो नि छोडिदिनु भयो एकदम खुसी लाग्यो है सो अहिलेसम्म मैले 3टा बाइक चाहिँ चेन्ज गरिसकेँ सो अब लेले आउनै पाएको छैन कुकुरले भुक्न थालिसक्यो कि यहाँ फेरि एकदम डेन्जर छ कुकुरले भुक्या गर्छ होइन एक्लै हिँड्न अलिक खतरै छ फेरि लेलेमा नि सो जेहोस् अलिकति रिक्स बाटो चाहिँ कटेर चाहिँ म जेहोस् घर अगाडि चाहिँ आइसकेँ म सुरु भइसक्यो कुकुर कराउनु छ्या कस्तो कुकुर आएको यार लखाट्ने यार कुकुरले त राति खतरा यार सो अहिले पिए पार्कनिर पुगेँ कुकुरले त खतरै लखाट्ने यार अब माथि कति कुकुर होला है डेन्जर यार लेले त सो आफ्नै घर आइसकेँ आउनु त अझै पनि 10-15 मिनटको बाटो छ तर कुकुर चाहिँ लास्टै डेन्जर है यता अरू भने त्यस्तै हो सो फाइनल्ली घर चाहिँ आइपुगेँ म है सो फाइनल्ली म चाहिँ घर पुगिसकेँ है